नमस्ते। सम्पूर्ण राष्ट्रभक्ति युवाहरूलाई म नेपाली जनतालाई सलाम स्यालुट गर्न चाहन्छु है। विषय हाम्रो राजा जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आरोहण गर्नुभयो, उपस्थित पोखराबाट त्यहाँका स्थानीय जनताहरूले स्वागत गरेर उहाँलाई विदाई गर्नुभयो। उहाँलाई म धन्यवाद दिन चाहन्छु। काठमाडौँमा नेपाल सरकारको नेपाल प्रहरीले 13,000 जनसङ्ख्या थियो भनेको थियो, तर उक्त भिड 1 लाख रहेको थियो। हामीले ड्रोन उडाएका थियौँ, ड्रोनबाट गनेर काउन्टिङ गरेका थियौँ। 1 लाख जनसङ्ख्या उपस्थित भएको ड्रोनले देखाइरहेको छ। त्यो भिड देखेर महामहिम प्रधानमन्त्री पीएम केपी शर्मा ओलीज्यूलाई म के भन्न चाहन्छु भने, खबरदार, अब नेपाली जनताले छोड्दैनन्। तपाईको अब अन्त्य हुने बेला आइसकेको छ। गणतन्त्रको जग हल्लिसकेको छ साथीहरू। सम्पूर्ण राष्ट्रप्रेमी साथीहरूलाई म के भन्न चाहन्छु, आह्वान गर्न चाहन्छु भने, अब हामी युवाहरू एकजुट भएर राष्ट्रको लागि, यो देशको लागि हामीले यो जन्मभूमि बचाउनु पर्छ। यी दलालहरूले हाम्रो जन्मभूमि नेपाल नै नरहने गरी बेच्न बाध्य भएका छन्, बेचिरहेका छन्। त्यसै कारणले पुष्पकमल दाहाल प्रचण्डज्यूले राजाको विरुद्ध नारा लाउने घोषणा गर्नुभएको छ। प्रचण्डज्यूलाई म खबरदार भन्न चाहन्छु, यदि तपाईँले राजाको विरुद्ध दुस्साहस गरेर जनताहरूलाई नेपालको जाति जातिमा छुट्याएर जनताहरूलाई सडकमा ल्याएर राजाको विरुद्धमा के गर्नुभयो भने, हातमा खुकुरी ल्याएर जनताहरू सडकमा निस्केर तपाईँको दिनगन्ती सुरु हुनेछ। यो चेतावनी हो, मेरो चेतावनी हो। त्यसै गरी सम्पूर्ण नेताहरूले हाम्रो राजालाई, हामी सबैको साझा हुन् राजालाई सपना नदेखे हुन्छ, दिवा सपना नदेखे हुन्छ भन्नुभएको छ। इतिहास पल्टाएर हेर्नुहोस् महामहिमज्यू, अध्ययन गर्नुहोस्, पढ्न सिक्नुहोस्। कुनै पनि इतिहासमा राजा फेरि लौटेको इतिहास छ के? पहिला ज्ञानेश्वर देशो भन्ने जनताहरूले अहिले ज्ञानेन्द्र सरकार जिन्दाबाद भन्न खोजिरहेको छ। नेपाली माटोले, नेपालको राष्ट्रसेवकले। जो राष्ट्रसेवक हुनुहुन्छ तपाईँहरू सम्पूर्ण एक भएर अगाडि जाऊ भन्न चाहन्छु। यी दलालहरूलाई, यी भ्रष्टाचारीहरूलाई, यी हत्याराहरूलाई, यी बलात्कारीहरूलाई हामीले अन्त्य गर्नुपर्छ। साथीहरू एकजुट हुनुपर्छ। अब नेपाली जनताले छोड्ने छैनन्। अब गणतन्त्रको दिन गन्ती सुरु भइसक्यो। अब काठमाडौँमा हाम्रो यो गणतन्त्रको विरुद्धमा 1 करोड जनताहरू सडकमा आउनेछन्। त्यस दिनदेखि तपाईँहरूको भाग हुनेछ। यो भिडियो चाहिँ सेयर गर्नु, सक्दो प्रयास गर्नु। युवाको हो, युवाको कलकारखाना बेच्ने सालेर गर्दा युवालाई देशमा विकास रोजगार नदिएर विदेशमा पठाउनलाई म भन्न चाहन्छु, खबरदार, अब तिनीहरूको दिनगन्ती सुरु भयो। सब सेयर गर्नु, यो भिडियो सबसँग पुगोस्, नेपाली राष्ट्रसेवकसँग पुगोस् यो भिडियो। जय नेपाल, जय राष्ट्रवाद।